भाइ कहाँ जानु ओ माई गड गाइस मलाई थम्स अप त चाहिन्छ यसमा थम्स अप प्लिज कस्तो रमाइलो होला वाइट यो What's up guys, welcome back to my channel. I'm back to my channel. So what you guys are doing? Speed day, yes. What are you saying? See? Guess where I am? Guys, I'm at Saura, Chitwan Saura. I'm walking. म वाक गर्दै Saura चोकसम्म जान्छु है त अगाडि चोकबाट इट्स 6-7 किलोमिटर छ सो आइम गोना वाक म म्याजिक अटो केहीमा चढ्दिनँ अहिले चाहिँ अराउन्ड 4:15 जति भइरहेको होला बिहानसम्म थिङ्क के गरिरहेको थिएँ मुड के चल्यो झ्यापझुप उठेँ नुहाइदिएँ के अरे अनि घरमा काठमाडौँ जान्छु भनेर चितवन Saura आइरहेको छु है गाइज सो फ्यामिलीले थाहा छैन मम्मी बाबालाई केही थाहा छैन आइएम हियर भनेर मम्मी बाबा अझै सोचिराख्नुपर्छ छोरा काठमाडौँ पुगिसक्यो होला भनेर है त सो गाइज यिनी थियो के भएन झुट बोलेर अनि आएँ होइन मैले चाहिँ सो आल ट्राई आज चाहिँ मैले चाहिँ हिँडिरहेको छु यो पाथमा हिँड्दाखेरि यस्तो रमाइलो छ नि यहाँको मोमेन्टहरू गाइस बाबा म्याजिक त हुन्छ नि अटो चढेर के रमाइलो छैन कि म सोलो आइदिएको सोलो ट्राई आइल ट्राई अनि तपाईँहरू हुन्छ मेरो अडियन्स भनेको होइन सो यतातिर चाहिँ म्याक्सिममले साइकल चलाउँछ होइन भाइ कहाँ जानु नीतीश कुमार बिहार कहाँ जानु कहाँ घर आफू चलाउने यो कुन चलाउँछ साइकल तिमीले आफू चलाउँछौ कसरी बान्छ यो सक्छ राखिदिने हेल्प गरिदिउँ कसरी राखिदिने हो यसलाई यहाँ ल यो मोबाइल यसो समात देखाऊ यहाँ तलपट्टिको रोज त्यो अगाडिको मिलो छैन धेरै धेरै ओके ओके सो गाइस मैले चाहिँ भाइलाई हेल्प गरेँ ओके जान्छ अब ल चढ हो ओके गाइस मैले चाहिँ भाइलाई हेल्प गरेँ उसले चाहिँ अगाडि बाँस घरमा लिएर जानलाई चाहिँ कस्तो हेर न यति सानो एजदेखि कस्तो म्याच्योर्ड के मान्छे लास्टै म्याच्योर्ड होइन खतरा म्याच्योर्ड छ इज मोर म्याच्योर्ड देन मी कि गाइस कस्तो काम गर्दैछ यार सो गाइस कहाँ जानु लाग्यो तिमीहरू कहाँ हो घर Sauraतिर हो स्ट्रगलर हेर ओके यतातिर सबजना त्यस्तै रहेछ यार एकदम नमात्तेकोहरू के सो गाइस सिट्युन बाटोहरू नि कस्तो राम्रो छ है त ल अल्सो एकछिनपछि त अब फेरि माथि गएर हेरौँ ल बाई सो लुक एट हिम इज सो स्ट्रगलिङ गाइस लुक एट ओ माई गड यस्तो म्याच्योर मान्छे यार हेर न फ्यामिलीको लागि जे पनि गर्नु पऱ्यो गाइस अहिले यस्तो छ यस्तो फाँडहरू यस्तो रमाइलो छ नि यो ठाउँ लोकेसन लुक एट हि इज कमिङ Guys, welcome to Chitwan National Park, Saura. I've arrived here. कति बज्यो अराउन्ड 4:30 जति भइसकेको छ सो लुक एट द एम्बियन्स म्यान वाउ कस्तो युनिक कस्तो टुरिज्मको लागि कस्तो बबल बनाएको हेर त आम्मा ओ माई गड Look at, oh my god, यस्तो भाइब छ नि गाइज चितवनमा त कसम I'll spend my whole life के यो ठाउँतिर कस्तो बबाल छ हेर्न आम्मा वाउ कस्तो राम्रो देखेको है रत्ननगर खाने पानी यहाँबाट आउँदो रहेछ पानी Sauraतिर सो यहाँ चाहिँ एभ्री होटेलहरूको डिटेल्स छ कुन ठाउँमा के छ भनेर सो I'll see where is my location भनेर मेरो लोकेसनको नाम चाहिँ के हो भन्दा Mansoor Horse Riding so where is the Mansoor Horse Riding located अबे जल्दी बोल कल सुबह पनवेल निकलना है guys from here I have to go this way not this way है त for driving Mansoor Horse Riding Center the way is this way straight
फ्रम त्यो ठाउँबाट स्ट्रेट है त गाइस सो बचौली भन्ने ठाउँ रहेछ यु गाइस गट द नेम बचौली भन्ने ठाउँ नजिकै रहेछ फेरि उतापट्टि गएको थिएँ फेरि फर्केर फेरि यो बाटो आउँदैछु कन्फ्युजिङ है गाइस सो बचौली भन्ने ठाउँ जाने बाटो चाहिँ यस्तो हल्का कन्फ्युजिङ रहेछ तपाईँहरू आउँदाखेरि चाहिँ हल्का गुगल म्यापको थ्रु आउनु है म चाहिँ गुगल म्याप छोडेर कस्तो पछाइदिएर त्यसले राम्रो यस्तो भुक्न आएको धन्न टोकेन भनौँ न म त अरू मान्छेलाई होला भनेर मलाई पो गर्न आएको रहेछ त्यो लुकार्दी हर्स राइडिङ मर्न पाइन्छ अरे गर्नको साथ त्यो मर्न छ गाइस हेर्दै होस् ल भयो दिदी मन्सुर हर्स राइडिङ हो भन्दैछु म चाहिँ हिज बेबी मी हेलो क्युटी हेलो भन्नुहोस् हेलो हेलो कसरी छ नि हर्स राइडिङको मान्छे भन न घन्टाको 1500 1500 कहाँ कहाँ घुमाउँछ नि हजुरले जहाँ मन लाग्छ त्यही तिमीले घुमाउनु चाहिँ तिमी चलाउने हो ए दाइ तपाईँसँग कुरा भएको थिएन कि हाम्रो होइन के छ दाइ खास पाएको त छैन यार दिमाग खराब भएको छ हाम्रो यहाँ दाइ हुनुहुन्छ सो यहाँ मन्सुर हर्स राइडिङ सेन्टरमा चाहिँ गाइस तपाईँहरूले हर्स राइड गर्न मिल्छ भाइ भन्दै के हुन्छ यहाँ मिल्छ हर्स राइड कति लिन्छ पैसा भन् कति घन्टा घन्टाको 1500 कहाँ कहाँ घुमाउँछ बिल्डिङ यहाँबाट लिएर त्यहाँ मोटरबाट लिएर फेरि म भनिदिन्छु ल भन् त्रिपाली ल सब कुरा भने म त युट्युबमा तेरो हालिदिन्छु ल रेडी 1 2 3 गो स्टार्ट यहाँ चढेको 1500 यतातिर घुमाउने ठाउँ बगर अगाडि जाने त्यही त घन्टाको 1500 बगरतिर जाने टक्क घुमेर आउने जङ्गलको छेउछेउ उता खोला कम भयो भने खोला नि तर्न पाउँछ भन्नु नाचिकन यहाँ चढ्न पनि यहाँ टेकेर चढ्नुपर्छ यहाँ यहाँ टेक्ने टक्क अनि चढ्ने अनि त यताबाट ल म चाहिँ गएँ बाई बाई मन्सुर हर्स राइडिङबाट फर्किरहेको थिएँ एन्ड अल्सो दिस क्युट घर है त आम्मा लुक एट दिस घर कस्तो क्युट आम्मा यहाँ घरको साउनी पनि कस्तो क्युट हुनुहुन्छ दिदी तर लाइट हेर्नु कस्तो राम्रो भने दिदी मलाई यो घर बेच्नु छ म किन्नेवाला छु कतिमा बेच्नु छ भन्नु त हजुर प्राइसलेस घर गाइज प्राइसलेस घर फाउन्ड हियर इन सौराहा है त गाइज कस्तो राम्रो आमा म त गाइज कहीँ पनि जाँदैन यहाँ यो यस्तो घर भयो भने त गाइज म यहीँ बस्ने हो रानी महल रानी महल भन्दा कम छैन गाइज रानी महल अझै रानी महल अझै यसको अगाडि बत्ती बोल्नु अरे म बत्ती बोल्ने यसो रोकिदिएँ यहाँ म आज काठमाडौँ फर्किन्छु कि अनि त्यो हजुरको यो हेरेर म फर्किन्छु जति चाहिँ गर्ने ओ माई गड गाइज एउटा थम्सअप त चाहिन्छ यसमा थम्सअप प्लिज वाउ फाउन्ड दिस क्युट घर अराउन्ड यो सौरा है गाइज कस्तो रमाइलो भने आम्मा दिदी यसो खपेटा लगाएर बनाएको गर्मीमा त्यो तातो हुन्छ भनेर यो लगाएपछि तातो हुँदैन कि भित्र अनि गेस्टहरू आउनु भयो भने यहाँ एउटा रुम एभाइलेबल छ नि त अनि गेस्टहरू 1 महिना 3 महिना 6 महिना बस्न आउनु भयो भने चाहिँ हामीले रुम पनि उपलब्ध गराउँछौँ ए भनेपछि तपाईँले 1 महिना जति आउनु भने नि मलाई 1 महिना जति यो रुमै छोडिदिनुहुन्छ सो वाट्स द प्राइस 1 महिनाको के छ त्यस्तो हल्का फुल्का भनिदिनु हल्का डिस्क्राइब त्यो रुम मात्रै दिने हो खाना चाहिँ मैले आफूले नर्मल्ली लोकल खाना खान्छु भन्नुभयो भने खानाको चाहिँ हेरेर हुन्छ 200-300 ब्रेकफास्ट अनि त्यसपछि रुमको चाहिँ बेड स्पेस हो 500 अनि एक दुईवटा सेन्टेन्स दियो घरको बारेमा के छ हजुरलाई मनपर्ने के मेरो घर चाहिँ मेरो श्रीमानले बनाउनु भएको होइन एकदम हाम्रो यो विदेशमा 10-11-12 वर्ष बसेर कमाएको कमाइमा जोडेको सम्पत्ति भनेको यही एउटा घर हो त्यो भनेर चाहिँ बुढेसकालसम्म पनि नभत्काउने भनेर अरू जे बनाए पनि जति ठुलो बिल्डिङ बनाए पनि यसलाई चाहिँ यत्तिकै मेमोरी बच्चाहरूको लागि पनि पछि हामीले यस्तो घर बनाएको थियौँ भनेर राख्नको लागि पुरै पुरानो स्टाइलमा खपेटा लगाएर बनाएको यो चाहिँ यत्तिकै
राख्ने विचार छ गाइस कस्तो राम्रो सोच है तपाईँको बेबी कोही छ दुईटा बेबी ओके कति वर्ष यो घरमा सायद नबस्ला तर हामी चाहिँ यही घरमा बस्छौँ हजुर उनीहरूलाई त अब अलिकति मलाई त कहाँ मनपर्छ जस्तो हामीलाई त त्यो भएर ओके दिदी बाबाई भण्डारी खाजा घरमा यहाँबाट टाढीको गाडी लागेको छ टाढीसम्म जान्छु अनि त्यहाँबाट टाढीबाट 10 वर्षसम्म गाडी जान्छु श्रीहारको गाडीमा लान्छु त्यहाँबाट चाहिँ काठमाडौँ डाइरेक्ट खुट्टा दुखिरहेको छु तल पैतल अति धेरै हिँडेर वाकिङ धेरै भयो सो गाडीलाई म्याजिक गाडीलाई कुरिरहेको छु यहाँ गाडी आएपछि चाहिँ अब टाढीसम्म जान्छु गाइस सो भिडियो यहीँ नै अन्त गर्छु 8% चार्ज रहेछ त्यो घर क्युट घर चाहिँ ओ माई गड ओपी त्यो घर चुप्प थियो झन् त लाइट बलेपछि त वाउ त्यो घर चाहिँ बगाल्थ्यो सो स्टे ट्युन गाइस बाइ बाइ लभ यु अल